नमस्कार सम्पूर्णमा। आजको विषयमा कुरा गर्न अघि हजुरहरू सबैमा विजय दशमीको मङ्गलमय शुभकामना दिन चाहन्छु। र यही आउँदो अक्टोबर 17 र 18 तारिक केवाइसी एफसी इजरायलद्वारा आयोजित 8th बलिहाङ कप 2025 हुन लागिरहेको छ। र पछिल्लो फुटबल प्रतियोगितामा पनि हजुरहरूबाट हामीले धेरै माया र सपोर्ट पाएका थियौँ, जसले गर्दा हाम्रो प्लेयर दाजुभाइहरूलाई धेरै हौसला, माया, है, जोस र फुटबलप्रति रुचि धेरै बढेको छ है। हामीले धेरै सपोर्ट पाएका छौँ तपाईँहरू सबैबाट र आउँदो यो टुर्नामेन्टमा पनि हामीले तपाईँहरूबाट त्यति नै माया र सपोर्ट पाउँछौँ भन्ने पूर्ण आशा राखेका छौँ। र यसरी नै तपाईँहरूबाट माया र सपोर्ट पाइरहौँ र हामी विदेशमै बसेर भए पनि हाम्रो दार्जिलिङ पहाडलाई अझै उच्च बनाएर लानेछौँ। र अब इजरायलबाट हेर्दै गर्नुहुने सम्पूर्ण हाम्रो दाजुभाइ दिदीबहिनीहरू जो हाम्रो दार्जिलिङ पहाडलाई माया गर्नुहुन्छ, जो फुटबल खेलप्रति रुचि राख्नुहुन्छ, तपाईँहरूको लागि पनि 2-4 कुरा राख्न चाहन्छु। तपाईँहरूको पनि समय मिल्छ भने र समय निकालेरै भए पनि तपाईँहरू पनि 17 र 18 अक्टोबरको दिन फुटबल खेल मैदानमा उपस्थित भइदिने अनुरोध गर्दछौँ र हाम्रो युनाइटेड दार्जिलिङको खेलाडी दाजुभाइहरूलाई हौसला बढाइदिनुहुन्छ भन्ने आशा राख्दछौँ। र त्यस दिनको ट्रान्सपोर्टेसनको लागि आउने जाने है, खेल मैदानमा सम्म जानको लागि र खेल मैदानबाट गेम सकेपछि वापस आउनको लागि सबै व्यवस्था मिलाइएको छ। युनाइटेड दार्जिलिङ एफसी इजरायलको तर्फबाट ट्रान्सपोर्टेसनको सबै सुविधाहरू मिलाइएको छ र तपाईँहरू पनि समय मिलाएर हाम्रो दार्जिलिङका खेलाडीहरूलाई उत्साह बढाउनका लागि, हाम्रो दार्जिलिङलाई नै उच्च बनाउनका लागि है, तपाईँहरूको उपस्थिति जरुरी छ। र तपाईँहरू पनि यदि समय मिलाउनु सक्नुहुन्छ भने चाहिँ तपाईँहरू पनि उपस्थित भइदिने अनुरोध गर्दछौँ। र अधिक जानकारीको लागि तपाईँहरू युनाइटेड दार्जिलिङ एफसी इजरायलको अफिसियल फेसबुक पेजमा पनि गएर हेर्न सक्नुहुनेछ र तपाईँहरूले हामीलाई पर्सनली मेसेज गर्न पनि सक्नुहुनेछ अधिक जानकारीको लागि। र अन्य जानकारीहरू पनि अझै लिएर आउने नै छौँ। त्यतिन्जेलको लागि हेर्दै गर्नुहोला द दार्जिलिङ पोस्ट। धन्यवाद।